यो ट्रे छ नि, यो ट्रे चाहिँ पानीको ट्रे। पानी चाहिँ यहाँनिर हाल्नुपर्छ यसमा। यसरी गरेर चाहिँ पानी हालिदिनुहोस् ल। फेरि लगाउने बेलामा चाहिँ यसरी लगाउनुपर्छ। यो एलजीको डिस्पेन्सरीवाला रेफ्रिजरेटर, यो तपाईँको नर्मल टेम्परेचर छ यहाँ। हजुर, यहाँनिर चाहिँ 18 र 3, यो चाहिँ नर्मल टेम्परेचर। 18 र 3 हजुर हजुर, यो चाहिँ नर्मल टेम्परेचर। तर यो तपाईँले चाहिँ टेम्परेचरहरू घटाउनु सक्छ, बढाउनु पनि सक्छ। चाहिँ तपाईँको यसरी गर्नु, बढाउनु सक्छ, घटाउनु सक्छ। हजुर हजुर, यतापट्टिको यो म्याक्सिमम चाहिँ तपाईँको 23 छ, मिनिमम चाहिँ 15 छ, तर मिडियम चाहिँ तपाईँको 18 रहेछ। हजुर, पानी चाहियो भने यो 20 मा राख्नुपर्छ। अहिले भर्खर हालेँ कि। आइस चाहियो नि? आइस चाहिँ अहिले छैन, बनेकै छैन। तर आइस क्युबहरू यहाँ हेर्नुहोस्, यहाँ चाहिँ ठुलो आइस क्युब हुन्छ। यो टच गऱ्यो, यता आयो, फेरि यहाँ प्रेस गऱ्यो भने चाहिँ घुम्दैछ, भित्र साउन्ड हुँदैछ। आइसहरू कटिङ गर्छ नि त, कटेर चाहिँ यतापट्टि राख्यो भने चाहिँ ठुलो ठुलो आइस निस्किन्छ, यतापट्टि राख्यो भने तपाईँको सानो सानो निस्किन्छ। यता सानो सानो छ, यसरी गरेर चाहिँ पानीको लागि यहाँ चाहियो, ठुलो आइसको लागि यहाँ यसरी गरेर चाहिँ प्रेस गर्नुपर्छ। भाडा लगाइदिइहाल्नु चाहिँ एक्सप्रेस फ्रिज। यो चाहिँ यतिकै यहाँ चाइल्ड लक भन्ने छ कि, यो 3 सेकेन्ड प्रेस गरिराख्यो भने चाहिँ यो चाहिँ डिस्प्ले चाहिँ लक हुन्छ, कसैले चाहिँ यो प्रोग्राम चलाउन सक्दैन। फेरि खोल्नुको लागि 3 सेकेन्ड होल्ड हुन्छ।